हेलो गुड मर्निङ गाइज सबैजनालाई नमस्कार। म राम्रो गुरुङ धारको 3 उखिहेर्नुला उत्तरी गोर्खाबाट आजको यसो थोरै सानो मिनी ब्लग हजुरकोमा ल्याउन खोजिरहेको छु। आज चाहिँ हिजो रातभरि पानी परेर आज बिहानको मौसम यस्तो छ है। हेर्नुहोस् गाइजहरू खासै राम्रो आउँदैन। आज बिहानको मौसम एकदम शीतल छ, एकदम रमाइलो छ गाउँघरमा। बाटो यस्तो छ है, यस्तो रमाइलो ठाउँ छ। अब यस्तै हुनु पऱ्यो। दिउँसो पनि पानी पर्ला जस्तो छ। अब बिहानको मौसम हेर्दा चाहिँ अब खै के हुन्छ हेर्दै जाऊँ। बर्खाको महिना कति बेला पानी पर्छ भन्न सकिँदैन। त्यही पनि यसो अहिलेको मौसम हेर्दा चाहिँ दिउँसो पनि पानी पर्ला जस्तो छ। बिहानको समय हेरेर दिउँसो के हुन्छ भनेर नि थाहा गर्न सकिन्छ भन्छ होइन। अब अहिले हेर्दा चाहिँ पानी पर्ला जस्तो देखिन्छ। राति दिउँसो पनि जताततै वरिपरि कालो बादलले घेरेको छ होइन। यो चाहिँ हाम्रो श्रीदुङ्गा आधारित विद्यालय है। मैले पनि 5 कक्षासम्म यहीँ पढेको थियो। पहिला हामी पढ्ने बेलामा यस्तो बिल्डिङ थिएन। एउटा सानो छुप्रो चित्रले बनेको एउटा छुप्रो थियो, हामी त्यसमा पढ्थ्यौँ। लगभग आजभन्दा 7-8 वर्ष अघि बढी नै भयो होला। 5 मैले 5 यहाँ पढेको भनेपछि लगभग 9-10 वर्ष नै भयो यो स्कुल छोडेको। मैले छोडेको भन्दा नि यहाँबाट गएको। अनि अहिले यस्तो राम्रो अहिलेको हाम्रो भाइ बहिनीहरूले यति राम्रो भवनमा पढ्न पाएछौँ। अनि भाग्यमानी छौँ, राम्रो शिक्षा लिन पाएछ। हामी त पहिला पानी परेपछि हावाहुरी चलेपछि पढ्नै नसक्ने अवस्थामा थियो। पानीभित्र आउँथ्यो छुप्रो छुप्रोले गर्दा। अनि त्रिपालको नि राम्रो व्यवस्था थिएन, सबै च्यातिसकेको थियो। त्यस्तोहरू पढेर पढेको थियौँ हामी। अनि गाइज अहिलेको बालबच्चाहरूको सासानो नानी बाबुहरू त भाग्यमानी हो, एकदम राम्रो। म चाहिँ अहिले खासमा चाहिँ गोठमा आएको होइन। गोठ यहाँ तल छ, गाई यता। अब तपाईँलाई त्यहाँ तल